सम्पूर्णमा नमस्कार। म हुँ अञ्जना थापा। यस मेदिनीकोट हस्पिटलमा नर्सिङ अधिकृतको रूपमा काम गर्दै आइरहेको छु। आज यस मेदिनीकोट अस्पतालमा हामीले इमर्जेन्सी ड्रिल गरेका छौँ र इमर्जेन्सी ड्रिलको लागि हामी सम्पूर्ण साथीहरू, विद्यार्थी भाइ बहिनीहरू सबैजना तयारी भएर हामी बुचाकोट यस नवबुद्ध नगरपालिका को एउटा बुचाकोट भन्ने ठाउँमा चाहिँ हामी गइरहेका छौँ र मेदिनीकोट हस्पिटलमा एउटा इमर्जेन्सी ड्रिल प्र्याक्टिसको लागि हामी हिँडिसकेका छौँ। यहाँबाट हजुरहरूले यो भिडियो फर्स्टदेखि लास्टसम्म हेरिदिनु होला र यसमा देख्नुभएको कमी कमजोरीहरू, स्ट्रङ पोइन्टहरू जति पनि छ यहाँहरूले चाहिँ हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ र यसरी चाहिँ हामी यो बुचाकोट भन्ने ठाउँमा चाहिँ आइसकेका छौँ। भाइ बहिनीहरू, साथीहरू, सरहरू सबैजना चाहिँ रेडी अवस्थामा हुनुहुन्छ र अब हामी चाहिँ ड्रिलको लागि चाहिँ रेडी भइसक्यो। अब चाहिँ ड्रिल सुरु हुन्छ। हजुरहरूले हेरिदिनु होला लास्टसम्म। के भयो गाडी कहाँ पुग्यो, के भयो? एकैछिन धैर्य गरेर म फोन गरिहालेँ। यहाँ नजिकको हस्पिटल मेदिनीकोट हस्पिटललाई फोन गरिहालेँ। एकैछिन है, एकैछिन फोन गरेर गाडी तल नै पुग्यो। गाडीमा अरू कोही छन्? अरू गाडीमा कोही छन् कि छैनन् तल पुगेको गाडीमा? हेलो हजुर, मेदिनीकोट हस्पिटल हो है यो? हजुर, यहाँ यो हाम्रो यो बुच्चाकोट भन्ने ठाउँमा ठुलो एक्सिडेन्ट, यहाँ दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ। एकचोटि चाहिँ मेदिनीकोट हस्पिटलबाट तत्काल एम्बुलेन्स चाहिँ पठाइदिइहाल्नु पऱ्यो सर। हुन्छ, घाइतेहरू अन्दाजी 10-11 जना हुनुहुन्छ। तलको चाहिँ हामीले अझै पनि प्रविष्ट गर्न सकेका छैनौँ। 10-11 जना हुनुहुन्छ है। गम्भीर घाइतेहरू 2 जना हुनुहुन्छ। यहाँ प्रकृति हेर्दाखेरि चाहिँ 2 जना गम्भीर घाइते हुनुहुन्छ है। हुन्छ तत्काल पठाइहाल्नु है। हस्। हजुरहरूले हेर्न सक्नुहुन्छ घाइतेको अवस्था। यसरी ढलमा पनि लड्नु भएको छ। केही समयको प्रतीक्षापछि एम्बुलेन्स, प्रहरी र आर्मी सबैजना चाहिँ उद्धारको लागि आइसक्नु भएको छ। भाइ नआतिनुस्। केही हुँदैन हस्पिटल पुगिहाल्यो है बिस्तारै। कोड एक्टिभेट 5 मिनेट। बुच्चाकोटमा केही मान्छेहरू घाइते हुनुहुन्छ र केहीलाई उद्धार गर्नलाई हाम्रो आर्मी पुलिसहरू खटिरहनु भएको छ। अब हामी मेदिनीकोट हस्पिटल जाँदैछौँ। धेरै चिकित्सा नभएकोलाई यसमा हाल्नु। बाटामा समस्या भयो, गाडी बिग्रेर छ, आउँदा अलिकति समस्या भयो। ल ठिक छ, सबैको उद्धार त हुन्छ नि समयमै। एक्सन केस लिएर आउँदैछु डाक्टर साहब। हस् हस्। अब 2-3 मिनटमा आइपुग्छु हजुर। म 2 मिनट सबै रेडी गरेर। Right.
उल्टो भयो सर लाग्दै नलाग्ने हाम्रो पनि बिरामी मऱ्यो भने के हो कसले जिम्मा लिन्छ यहाँ त्यस्तो त्यस्तो गाह्रो भयो धेरै गाह्रो हेर्नुहोस् मेथिङकोट हस्पिटलमा यस्तो छ अवस्था चिन्ता नलिनु है बिस्तारै बिस्तारै अगाडि एम्बुलेन्स पनि छिटो आउन हस्पिटलमा हामी चाहिँ मेथिङकोट हस्पिटलमा छौँ र मेथिङकोट हस्पिटलमा चाहिँ व्यवस्थापन भइरहेको छ चार पाँचजनाहरू अति धेरै नै उ भइरहेको छ यहाँ भिड भइरहेको छ बिरामी व्यवस्थापनमा अलिकति ढिलाइ भइरहेको छ बिरामीहरू यहाँ कराइरहनु भएको छ जनप्रतिनिधित्वजी हजुर के गर्दै हजुर हुनुहुन्छ एकछिन हामीलाई काम गर्न दिनुहोस् यहाँ डक्टर नर्सहरूलाई डिस्टर्ब गर्यो भने चाहिँ उहाँहरूलाई झनै गाह्रो हुन जान्छ अनि अझै कराइरहनु भएको छ त ढिलाइ भइरहेको छ हामीलाई चाहिँ सकेसम्म चाहिँ हामी पहिला चाहिँ एकदम स्टेबल गराउनतिर लागिरहेका छौँ त्यो पछि चाहिँ अगाडि बढ्छ है कुरा बिरामी कर्मचारी भन्दा चाहिँ बाहिरको मान्छेहरूले यो यहाँ भिड भइरहेको छ मेथिङकोट हस्पिटलमा भाइ के गाह्रो छ तपाईँलाई एउटा इन्जेक्सन के गाह्रो छ भाइ घर कता हो ठिक छ अहिले कहाँ हुनुहुन्छ सिस्टर कतै जानुभयो डिक्लो ल्याइदिनुहोस् डिक्लो एउटा डिक्लो ल्याउनुहोस् त उहाँको रजिस्टर भयो कस्तो छ कन्डिसन डाक्टर साहब उहाँको उहाँको अहिले हामीले हेर्दाखेरि उहाँको एब्डोमिनल पर्फेसन भन्छ पेटमा चोट लागेर भित्रको आन्द्रा नै बाहिर निस्केको छ हजुर उहाँलाई शारीरिक उपचारहरू गरेको छौँ दुखाइको लागि र प्रेसर कम भएको हुनाले प्रेसर बढाउनुको लागि औषधिहरू दिइराखेको छौँ उहाँको चाहिँ आकस्मिक उपचार गर्नुपर्ने अपरेसन गर्नुपर्ने हुन्छ त्यसको लागि चाहिँ अपरेसन गर्ने व्यवस्था भएको ठाउँमा उहाँलाई हामी रिफर गर्दैछौँ हस् हुन्छ हुन्छ डाक्टर साहब उहाँको रिफर है रिफर हो एम्बुलेन्स ल्यायो हो यहाँको सिस्टर यहाँको तपाईँ हो म यहीँको हस्पिटलको मिडियाबाट छु अहिले होइन हामीले यहाँ गरिराख्दाखेरि भिडियो खिच्न मिल्दैन है तपाईँले एकैछिन बाहिर बस्दिनु के भएको छ हामी तपाईँले खबर यो मैले अवस्था बुझ्दैछु है त्यही भएर फोन बन्द गर्नुहोस् न हाम्रो पत्रकार साथीहरूले अलिक डिस्टर्ब गरिराख्नु भएको बाहिर गइदिनुहोस् है तपाईँले सुनिरहनु भएको छैन नि भनेको तपाईँ एकैछिन बाहिरै बस्नु है यहाँ अलिकति स्थिति नियन्त्रणमै छ Saturation reached to 94. ल ब्यागिङ गर्ने सक्सेसफुल ब्यागिङ गर्दै हामी सिटीमा छ सिटीमा फोन गरौँ एकजनाले सिटीको लागि भनिहाल्नुहोस् त सिटीमा रिफरै गर्ने होला नि ग्रिन जोनमा उपचार हुने क्रममा छ यो जोनको अवस्था के छ यो चाहिँ ग्रिन जोन हो यसमा चाहिँ विशेष गरी हामीले चाहिँ अर्जिन नभएको बिरामीहरू राख्छौँ के अर्जेन्ट छैन हजुरलाई समस्या छैन छैन साँच्चै छैन हजुर उपचार चाहिएको छैन अनि उहाँले त अर्जेन्ट नभएको भन्नुभयो हजुर अर्जेन्ट अस्पताल महोदय सुन्नुहोस् के हो भन्दाखेरि उहाँहरूको चाहिँ पहिला हाम्रो अहिले अस्पतालमा आउनुभएको जुन डाक्टर साहब कस्तो छ पेसेन्टको कन्डिसन अहिले अलि हाम्रो यहाँ 6वटा पेसेन्ट आउनु भएछ 2-3जनाको माइनर इन्जुरी जस्तो छ सफ्टिस इन्जुरी जस्तो अनि 1-2टा पेसेन्टको अलिक ब्लिडिङ भएको छ तर त्यस्तो म्यासिभ ब्लिडिङ भएको छैन त्यही एक्सरेहरू गर्न प्राइमेरी म्यानेजमेन्ट गरेर एक्सरेहरू गर्न सबै कुरा यहीँ म्यानेज हुन्छ होइन त त्यो यहाँको अहिले यही म्यानेज भइरहेछ क्लियर अङ्कललाई इन्फर्म गरेर हामी पेसेन्ट ट्रान्सफर गरिहालौँ है एम्बुलेन्स रेडी राख्नु होला पेसेन्ट एकजना सिस्टर जानु होला
उल्टो भयो हेरेर बिस्तारै बिस्तारै हतार नगरौँ बिस्तारै बिस्तारै है ट्याक्सहरू बोल्न सकिरहेको छैन सबैजना छुटिरहेको छ जनप्रतिनिधि भएको छ कस्तो छ सिस्टर उहाँको कन्डिसन अलिकति ठिकै छ भमिटिङ हुन लागिरहेको भएर दबाई दिएकोसँग हामीले भइरहेको छ छिटो उपचार फर्स्ट एक्सन हुने औषधिहरू हालिदिनु होला है हजुरहरूलाई के छ समस्या दुखिरहेको छ कि छैन हेर्न आएको छैन अलि लामो भएको कि जस्तो महसुस हुँदैछ हामीलाई अलि लापरवाही गर्नुभएको हो कि क्या हामीलाई चाहिँ केही भएको छैन भनेर तपाईँ जनप्रतिनिधि भएर खोइ के हेर्नु भयो तपाईँले हाम्रो बिरामीलाई भोलि तलमाथि भयो भने कति दिन लिन्छ यहाँ यस्तो तरिकाले हुँदैन हजुर खालि चिन्ता नलिनु मात्र आफै गाह्रो हुन्छ त तपाईँ रातो राम्रो छ तपाईँ डक्टरमा पनि काम गर्ने गाह्रो हुन्छ एकैछिन चाहिँ तपाईँ बाहिर जानुभयो भने चाहिँ सजिलो हुन्छ क्या उहाँहरूलाई काम गर्नु पनि सजिलो हुन्छ है म यहीँको डक्टर हो है नमस्कार म पत्रकार हजुर डक्टर 1 2 3 भनेन है एकैचोटि 1 2 3 4 छेउमा हुनुहुन्छ है पेसेन्ट छेउमा हुनुहुन्छ है मलाई मेरो छिमेकी हो यो भाइ के गर्नु के भयो उहाँलाई अहिले एकैछिन उहाँलाई डिस्टर्ब काम गर्न गाह्रो हुन्छ है त्यहाँ पुग्दाखेरि चाहिँ सिचुएसनलाई चाहिँ ह्यान्डल गर्न गाह्रो हुन्छ होइन सँगसँगै हाम्रो सशस्त्र प्रहरी नेपाललाई पनि परमिसन गरेर उहाँहरूलाई पनि आउँछ हो त्यसपछिबाट हाम्रो भिक्टिमहरूलाई चाहिँ त्यहाँ प्रायोरिटाइज गरेर सिरियस पेसेन्टहरूलाई चाहिँ हामीले यसमा हालेर पेसेन्टलाई येल्लोको पेसेन्टलाई हाम्रो नेपाल प्रहरी ग्रिनको पेसेन्ट दुईजना हुन्छ उहाँहरूलाई चाहिँ नेपाल तिनजना बिरामी चाहिँ एकजना प्र्याक्टिस गरेर एउटा चाहिँ राइट आर्ममा फ्र्याक्चर छ हजुर स्टेबल राइट आर्मको चाहिँ अलिकति डिस्प्लेस छ स्कुटी गर्नु पर्ला रेडी 1 2 3 गो ल छोड्दिनुहोस् सबैजना एकजनाको मृत्यु भइसकेको छ अब अरूको चाहिँ उपचार भइरहेको छ यहाँ के कारणले मृत्यु भयो त उहाँको क्रिटिकल नै छ जहाँ क्रिटिकल भनेको कस्तो जहाँ उहाँ चाहिँ लडिरहनु भएको थियो त्यो अवस्थाबाट मरे नै कारण के हो त मरेको कारण भन्नु है डक्टर डक्टर कता हुनुहुन्छ मेरो बिरामी कसरी मर्यो मेरो बिरामी कसरी मर्यो मेरो बिरामी कसरी मर्यो तपाईँको बिरामी के भएको मेरो बिरामी अघिसम्म ठिक थियो मेरो बिरामी अघिसम्म ठिक थियो कसरी मर्यो हामीले बुझ्यौँ तपाईँलाई चाहिँ अहिले मेरो बिरामी
कसरी मर्यो हो तपाईँले गाह्रो भइरहेछ हेर्नु अरू बिरामीहरूले पनि गाह्रो हुन्छ मेरो बिरामीलाई राम्रै लिएर कसरी मार्नु भयो तपाईँहरूले मार्नु भयो बिरामी कसरी मार्नु भयो लथालिङ्ग छ के कारणले मृत्यु भन्ने थाहा पाएको छैन केही हुँदैन उपचार गर्दा गर्दै त्यस्तो भएको हो हेर्नुहोस् उहाँको स्थिति नै जटिल थियो मैले नै उहाँलाई घटनास्थलबाट बोकेर लिएर आएको उहाँको स्थिति नै त्यही बेला जटिल थियो तैपनि हामीले बचाउने हरदम कोसिस गर्यौँ हाम्रो डाक्टर नर्सहरू चाहिँ एकदम हरदम नै लाग्नु भयो तैपनि उहाँलाई बचाउन सकेनौँ त्यो चाहिँ एउटा अफसोसको कुरा भयो तपाईँहरू चिन्ता नलिनुहोस् है चिन्ता नलिनुहोस् बाहिर गएर बस्दिनु होला एकैछिन बाहिर गएर बस्दिनु होला एकैछिन यो समयमा चाहिँ मेरो बिरामी मेथिनकोट हस्पिटलले मारेको हो म भिडियोमा जान्छु म छु मलाई टेन्सन नलिनु म छु नि मेरो घटनास्थलमा राम्रो हिँड्दै आएको बिरामीलाई मारिदिने यस्तो हुन्छ हस्पिटलको कानुन नियम के गरेको यो हुँदैन मेरो बिरामी सम्पूर्ण घाइतेहरूको उद्धार पश्चात यस हस्पिटलका मेडिकल सुपरिन्टेन्डेन्ट रामशरण श्रेष्ठज्यूबाट घटनाको बारेमा ब्रिफिङ हुँदैछ र घटनाको ब्रिफिङ लिँदै हुनुहुन्छ यस इमर्जेन्सी ड्रिल रोलमा पर्नुभएको पत्रकार हाम्रो डाक्टर भावना काफ्लेबाट मेडिकल सुपरिन्टेन्डेन्ट रामशरण श्रेष्ठज्यूसँग उहाँले चाहिँ ब्रिफिङ लिँदै हुनुहुन्छ घटनामा के भएको थियो कसरी भएको थियो कतिजना घाइते हुनुहुन्थ्यो कतिजनाको सफल उद्धार भयो कतिजनाको मृत्यु भयो र यस्तो खालको घटनाहरू पर्दाखेरि हामीले कसरी चाहिँ उपचार गर्न सक्छौँ कसरी चाहिँ हाम्रो ब्लू कोडलाई चाहिँ एक्टिभेट गर्न सक्छौँ कसरी तयारी अवस्थामा बस्न सक्छौँ घटनालाई कसरी सहज रूपमा चाहिँ हामीले उद्धार गर्न सक्छौँ भनेर यो विषयमा चाहिँ ब्रिफिङ भइसकेको छ र हामी यो इमर्जेन्सी ड्रिलको अन्त्यमा आइसकेका छौँ हेरिदिनु भएकोमा सम्पूर्णमा धन्यवाद दिदी हुनुहुन्छ उहाँ चाहिँ अघि आएदेखि हामीले गरिरहेछौँ भन्दै हुनुहुन्छ हजुरहरूले के गर्नुभयो त ब्रिफिङ थोरै भनिदिनु मैले आउँदाखेरि चाहिँ हाम्रो जति पनि पेसेन्टहरू हुनुहुन्छ अहिले हामीले लिएर आएको उहाँहरू बिरामीहरू चाहिँ मैले आउँदै बाटोमा देखेँ त्यसपछि त्यो देख्न साथै चाहिँ मैले चाहिँ सबैजनालाई कल गरेर जति पनि मेदिनीगढ अस्पतालको परिवार हुनुहुन्थ्यो मसँग जति पनि नम्बर थियो त्यो नम्बर भएकोहरूलाई चाहिँ मैले सबैलाई कल गरेको अनि कल गरेर चाहिँ मैले तत्कालको लागि चाहिँ एम्बुलेन्स साथै प्रहरी सशस्त्र प्रहरी बलदेखि लिएर सबैजनाको व्यवस्था चाहिँ मैले गर्न मिलाएँ त्यसपछि ल्याएर चाहिँ उहाँहरूलाई उपयुक्त सेवा सुविधा जति पनि यो हस्पिटलले प्रदान गर्न सक्छ रेड जोन ग्रिन जोन येल्लो जोन जुन चाहिँ हामीले भनिन्छ हो त्यो चिकित्सकताको आधारमा चाहिँ हामीले त्यही अनुसारको छुट्याएर चाहिँ बिरामीलाई त्यही अनुसारको उपचार चाहिँ प्रदान गऱ्यौँ अब यही क्रममा चाहिँ विधिको विधान भनौँ या के भनौँ एकजना बिरामीलाई चाहिँ हामीले बचाउन सकेनौँ उहाँको चाहिँ अवस्था जुन बेलामा चाहिँ उहाँलाई मैले देखेँ त्यही अवस्थामा पनि उहाँ एकदमै बेहोस अवस्थामा र केही हलचल गर्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो उहाँ त्यो बेलामा सायद केही गर्न सकिन्थ्यो होला तर त्यो बेलामा हाम्रो हेल्थ केयर प्रोभाइडरको संस्थाहरू अझै अलिक नजिक नभएको र एम्बुलेन्स आउन चाहिँ 3-4 मिनट 4-5 मिनट अलिकति लाग्ने भएकाले सायद गल्ती भएको पनि हुनसक्छ तर यहाँ आएर चाहिँ हामीले अरू जति पनि बिरामीहरू हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ हामीले एक हिसाबले चाहिँ राम्रो केयर दियौँ जस्तो लाग्छ गल्ती त तपाईँहरूले पक्रेर गर्नुभएको किनभने घटनास्थलमै एम्बुलेन्स ढिलो आएको थियो क्या घटनास्थलमा मैले फोन गर्दा गर्दै हाम्रो 5 मिनट जति चाहिँ एम्बुलेन्स लाग्यो किनभने हाम्रो जहाँ चाहिँ घटनास्थल भयो र घटनास्थल र जुन चाहिँ हस्पिटलको छ त्यस बिचको दूरी चाहिँ हाम्रो अन्दाजी 3-4 मिनट 4-5 मिनटको एम्बुलेन्सको दूरी भएको हुनाले हाम्रो एम्बुलेन्स आउन चाहिँ 5 मिनट जति ढिला नै भएको ठिक छ तर हामी सुरुमा हेर्दाखेरि चाहिँ अब धेरैजनाको मृत्यु होला जस्तो लागेको थियो होइन तर पनि तपाईँहरूले चाहिँ धेरै मान्छेहरूलाई बचाउनु भएको छ है सुरुमा चाहिँ मलाई पनि रिस उठेको थियो हजुर देखेर मैले कति नराम्रो अपशब्दहरू पनि अलिअलि बोल्यो होला तर यसो अहिले हेर्दाखेरि चाहिँ सबैको उपचार भइरहेको छ एकजनाको चाहिँ लगभग बाटोमै मृत्यु भएको अवस्थाको मान्छेलाई चाहिँ बचाउन गाह्रो पर्यो बाँकी बिरामीहरू चाहिँ अहिले उपचारको क्रममा चाहिँ सबैजनालाई अलिकति ठिक छ भन्ने कुरा सुन्दाखेरि चाहिँ अब हामीहरू पनि अलिकति ढुक्क भएका छौँ त्यसका लागि चाहिँ मेदिनीगढ हस्पिटल र मेदिनीगढ हस्पिटलको सम्पूर्ण परिवारलाई चाहिँ धेरै धेरै धन्यवाद यसरी हामीले इमर्जेन्सी ड्रिललाई सफल रूपमा चाहिँ सकिसकेका छौँ